पनाती भएन ए रौ सर यहाँ सुट हैन राख्नु एकैछिन अहिले अनि गर्नु गिजाको पनाती अनि सोटिन नाइसाको गाउँले जिल्लावासी समस्या चाहिँ कहाँ हो भने नि सर मैले नबुझेको कुरो कहाँ समस्या भएर फर्किनु मतलब तपाईँ बिदामा छुट्टीमा हो र ल ल ल राजाको समर्थक होइन गणतन्त्रको समर्थक म चाहिँ नयाँ शक्तिको कम्युनिस्ट म त नेपाल ल कम्युनिस्ट फेरि नेपालमा चाहिँ एउटै कम्युनिस्ट पार्टी छैन क्या सिद्धिन लायो भविष्य जोगाउनुपर्छ भन्दाखेरि होइन एकदम कट्टर राजाको समर्थक तिमी अस्ति भएर राजतन्त्र खत्तम भयो भने कसले अनि तिमीलाई फेरि एमालेको सदस्यता लियो भन्ने पनि सुनिन्छ त दिएछ र तिमीले देऊ ल यिनी राजा समर्थक तर सदस्यता चाहिँ एमालेको छ है सुन न एमालेलाई राजालाई समर्थन गरेर एमालेलाई भोट हाल्ने मान्छे है ल तर फेरि कुल चाहिँ फेरि उसको काङ्ग्रेसको फेरि काङ्ग्रेसको कुल चाहिँ काङ्ग्रेसको मलाई यो गणतन्त्रवादी र राजावादीमा मलाई अचम्म त्यही कुरा लाग्छ क्या अस्ति त्यो उयोले भनेको छैन ओ सर भरतमणि पौडेलले भनेको नानी मैले त सूर्यमा भोट हाल्न पाएन भने हात गोडा कटकट 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 ग्यास्ट्रिस गर्छ एकदमै टेन्सन समाजवादीको पनि आन्दोलन भन्नु न कति शान्तिपूर्ण भयो समाजवादीहरूको पनि शान्तिपूर्ण आन्दोलन भयो तपाईले मलाई होइन शान्तिवादी भएर अनि आउँछ जस्तो लाग्छ फर्किन्छ जस्तो एकैछिन व्यवस्था परिवर्तन हुन्छ व्यवस्था परिवर्तनको लागि हिंसा अनिवार्य नै हुन्छ कि होइन सुन्नु न एउटा कुरा के हो भने रौ सर हाम्रो सिद्धिन्छ त आउँछ होइन चिया बढी भएको छ एउटा चिया ल्याइदिनु कि अनि अलिकति चिनी पनि ल्याइदिनु न मलाई पुगेन समस्या के हो भने नि तपाईँले भन्नुभयो नि जुन समाजवादीको आन्दोलन भनेर समाजवादी पनि रहँदैन अब एमाले पनि एकैछिन मेरो कुरा सुन्नु न माओवादी पनि तरिका तपाईँहरू समाजवादी पार्टी भन्नुभयो नाम राखेर समाजवादी हुँदैन क्या अहिले मोर्चा छ होइन होइन मेरो कुरो सुन्नु न मोर्चा अनि जाड हुन्छ मेरो कुरो सुन्नु समाजवादी मोर्चा भन्ने छ मैले अघिदेखि मोर्चा होइन मोर्चा क्या अनि त्यो जाड भएर चाहिँ लाग्छ क्या माओवादीको सिद्धान्त के समाजवादी मोर्चा त्यही समाजवादी समाजवाद भनेको होइन समाजवाद गर्छन् त्यतातिर नजाऊ न काम समाजवाद हो पाडा चल्टी यिनीहरू व्यवहार समाजवाद हो तपाईँ कसको सपोर्ट हो तपाईँ के चाहनुहुन्छ देशमा के म निरङ्कुश कम्युनिस्ट हो तर यी जस्ता होइन क्या यो नेपालमा त कम्युनिस्ट छैन तपाईँको र मेरो विचार मिलेन नि म पनि निरङ्कुशता हो होइन तर कम्युनिस्ट भन्ने शब्द चाहिँ हटाइदिनु नेपालमा कम्युनिस्ट कामै छैन थाहा छ तपाईँलाई सबै कमाएर सुन्नु न यिनीहरू के गर्छ थाहा छ समस्या कहाँ छ भने तपाईँलाई होइन समस्या कहाँ छ भने अनि तिमीहरू गणतन्त्रवादी र राजावादी चाहिँ होइन बिचको चाहिँ एमाले गणतन्त्रवादी को छ यहाँ ल भन्नु त पहिला को छ तिमी तिमी चाहिँ के सर राइट तिमी चाहिँ नि म त यो देशै नरहे हुन्थ्यो भन्ने पछि जनजातिवादी वाक्क भइसकेको मान्छे अब नागरिकता त्याग्दियो आक्रोशले भन्नु त स्वाभाविक हो तर आफू जन्मेको ठाउँ जसरी पनि लाग्छ थोर बहुत भयो भने मलाई त माया लाग्नु छोड्यो अलिकति भयो भने हुन्छ त्यो माया नलाग्नुको कारण मलाई लाग्दैन तिमी गोरा छोरी किन यहाँ वाक्क भइसक्यो माया लाग्यो के गोराको चाहिँ माया लाग्दैन र म बाहिर बसेर माया गर्न पाउँदैन माया त गर्नुपर्छ भन्न खोजे के हो भने पुरा बुझ्नु पर्छ होइन यस्तो एउटा कुरा भन्नु यस्तो हुन्छ हेर्नु म सिधै भन्दैछु फ्याक्ट भनिदिन्छु तपाईँ गणतन्त्रवादी भए पनि जे भए पनि होइन झापा जिल्ला र तपाईँलाई गोर्खा जिल्लामा तपाईँलाई गोर्खा जिल्ला प्यारो लाग्छ किनभने देशको इतिहास त्यसले बोकेको छ उसलाई भने उसलाई त झापा मनपर्छ नि उसको अध्यक्ष झापा होइन तपाईँ भन्नु त राजावादी भएपछि होइन सुन्नु न मेरो जन्मै गोर्खा होला नि जे जस्तो हो नि इतिहास बोकेको मलाई त ललितपुर मनपर्छ मलाई त यो ठाउँ ल हाम्रो दिपकजीलाई कहाँको मनपर्छ के हो मलाई इलाम झापा मनपर्छ मलाई त काठमाडौँको थपेर
त्यो भन्नु भने तपाईँ गलत हो किनभने तपाईँ झापामा जन्मिसकेपछि झापा तपाईँलाई प्यारो हुनु पऱ्यो क्या अलिक बढी म झापामा जन्मेको होइन मोरङमा जन्मेको अनि कहाँबाट झापा प्यारो ल मरण प्यारो भयो ए बाबा मेरो झापामा जन्म दर्ता थियो भने त नि म भगवानलाई त सुन्नु न म भगवानलाई त उयो गरेर फेरि पुनः जन्म होस् भनेर तपाईँको चाहिँ जन्म दर्ता नागरिक त पखाल्नु पर्यो नागरिक त पकाल्थे म झापा नागरिक पकाएको छ भने निकाल्ने चियाले भने चोक खाइदिउँ होइन म त नागरिकता नै त्याग्ने विचारमा छु मेरो कुरा छोड न तिमीहरू देशमा बस्छु भन्ने मान्छेहरूले चाहिँ सोच्छन् होइन म शरणार्थी भएर बस्छु जहीँ गएर भयो उता जान्छ नि त अमेरिका जानु पर्छ नि त नानी त लिएर नबसेर बेइज्जत शरणार्थी भयो भने अनि बिहारलाई कहिलेदेखि अमेरिका भन्नु त्यो त भुटान शरणार्थी चाहिँ गएन होइन बिहारलाई कहिलेदेखि अमेरिका भएन हेर अहिले तिनीहरू न नेपाल आउँछ न भुटान जान्छन् अब के गर्नु त होइन त्यो त सरकारी प्रसङ्गका होइन के गर्नु त कसरी जान्छ भुटान शरणार्थी भाउजूले पछौरी हालेर लगी भाउजूले पछौरीले छोपेर लगिहालिन् त ल अझै जाओस् गणतन्त्रको विषयमा अझै जाओस् न अब के छ आन्दोलन कतातिर मोडिन्छ उसलाई देखाएको छैन है त्यहाँ मैले देखेको आन्दोलनको विकल्प छ बेलुका तिमीसँग कुरा गर्छु मैले देखेको आन्दोलनको विकल्प छैन आन्दोलनको विकल्प अनि के हो भने नि राजावादीको आन्दोलनले चाहिँ तोडफोड गर्यो नि राजालाई पक्राउ गर्ने तयारी भइरहेछ पुरो राजा अनि अर्को कमान्डरहरू सबैलाई दुर्गा प्रसाद त भागेर नि त म ज्यान दिन्छु म होइन देशको लागि ज्यान दिन्छु भन्ने मान्छे त भागे त भाग्दैन क्या सबै नेतृत्व गर्ने मान्छे तपाईँको चाहिँ पक्राउ परेपछि नेतृत्व कसले गर्ने हो त्यो भएर तपाईँको सब लुकेको खोजेको भने चाहिँ अहिले तयारी तिमीलाई नि धेरै दिन छ कि क्या भन्नु हो भने होइन पढाएर चाहिँ चिन्नु मलाई फेरि यस्तो पिनासले नाक एकदम दुखिरहेको थियो हिजोदेखि अझै जाओस् न हौ साथी पछि आउँला होइन बस्छ नि